अहिले हामी दोलखा जिल्लाको यो मैनापोखरी भन्ने ठाउँमा छौँ। जिरी नगरपालिका जिरी यस्तो छ है। यो चाहिँ जिरीको जिरेश्वरी मन्दिर। पिङ पनि खेल्यो। ल अब हामी यहाँ साङ्ग्रिलामा थुक्पा खान्छौँ। फाइनली गाइज अहिले चाहिँ म जिरी एयरपोर्ट आइपुगेको छु। कति ठुलो गाडी हेर्छ यहाँ आमा। ए सबैजनालाई सम्झिरहेछ। अहिले हामी दोलखा जिल्लाको यो मैनापोखरी भन्ने ठाउँमा छौँ र यसपछि अब हामी जिरीतर्फ अगाडि बढ्नेछौँ। निकै सुन्दर हरियाली पनि छ। यहाँबाट सैलुङ देख्न सक्छौँ है। ल अब हामी लाग्दैछौँ जिरीतर्फ। ल सर अगाडि बढौँ। पर्दैन। जिरी है हामीलाई चाहिँ जिरी कलिङ है। जाडो छ है जाडो। चिकनवाला भाइमा के जाडो छ। जिरी नगरपालिका स्वागत छ। हाम्रो गेटमा चाहिँ अहिले हामी खावामा आइपुगेका छौँ। एकदम है। हामी अब जिरी नगरपालिका लागेका छौँ। यहाँबाट चिया खाउँ। चिया ल हामी निस्किँदैछौँ जिरी। चलो करिब 4 वर्षपछि चाहिँ आज म जिरी जाँदैछु र करिब म चाहिँ जिरीमा 3 वर्ष बसेँ। सुन्दर जिरी बजार। अहिले म लाकुरी डाँडामा छु। ल जिरी यस्तो छ है। अब हामी जिरी बजार जाँदैछौँ।
क्या अगाडि बाटो चेन्ज हो। लिङ्कन बजारबाट अब हामी जिरेश्वरी मन्दिरतर्फ अगाडि बढेका छौँ। फाइनली हामी जिरी क्रस गरेर अब लिङ्कनबाट जिरेश्वरी मन्दिर जाँदैछौँ। हामी देखाउँछु तल जिरी हस्पिटल, जिरी टेक्निकल स्कुल, सुन्दर जिरीमा छौँ अहिले हामी। काठमाडौँ जाने बस पनि निस्किन्छ। ल अब हामी जिरेश्वरीतर्फ अगाडि बढेका छौँ। एउटा यता पनि हुनुपर्ने सर र कस्तो मजा आउँछ सर पुज्या राखेर गयो हुन्छ। जिरेश्वरी मन्दिरतर्फ अगाडि बढ्दैछौँ र अहिले म जिरेश्वरी मन्दिरतर्फ अगाडि बढेको छु। जिरेश्वरी मन्दिर आइपुगेको छ। निकै डर लागिन्छ यहाँ आउँदाखेरि। मन्दिर माथि छ है। भएन त होइन। के अरे रुखले अड्याएको रहेछ यसले के को लाएर राखेर चाहिँ म मन्दिर अगाडि बढेको छु। पूजा चाहिँ गर्नु हुँदैन। यो चाहिँ जिरीको जिरेश्वरी मन्दिर यस्तो छ है। हामी देख्न सक्छौँ जिरेश्वरी महादेवको मन्दिर। यो चाहिँ जिरीको जिरेश्वरी महादेव मन्दिरमा छौँ अहिले हामी। हामी देख्न सक्छौँ राजा नागरानी यस्तो छ है। र फाइनल्ली जिरेश्वरी महादेवको मन्दिरमा छौँ अहिले हामी। र यसपछि अब हामी एयरपोर्ट जानेछौँ। यस्तो छ है जिरेश्वरी महादेवको मन्दिरको अवस्था। हामी धेरै समयपछि आएका छौँ यहाँ। करिब 4-5 वर्ष 6 वर्षपछि आएको म यो मन्दिरमा। पहिला चाहिँ हामी प्राय आइराखिन्थ्यो जिरी बस्दाखेरि। पछाडि ढुङ्गाबाट यहाँ पानी आइरहेको छ महादेवको मन्दिरमा। हामी अहिले जिरेश्वरी महादेवबाट अब फर्किसकेका छौँ। यस्तो छ जिरेश्वरी महादेव मन्दिर। फाइनल्ली पिङ पनि खेलियो। जिरेश्वरीबाट अलि अगाडि बढेका छौँ। अब हामी एयरपोर्ट जाँदैछौँ। पिङ यस्तो छ है।
ल अब हामी यहाँ साङ्ग्रिलामा थुक्पा खान्छौँ। साङ्ग्रिलामा खाजा खाइयो थुक्पा। अब एयरपोर्ट जाँदैछौँ। पानी जाने गएको होला हजुर हजुर फाइनली गाइज अहिले चाहिँ म जिरी एयरपोर्ट आइपुगेको छु। यस्तो छ यो हरियाली जिरी एयरपोर्टमा। र यहाँ जिरीमा गाई चर्न यस्तो छ है। एकै नानी चरे क्या अब अगाडि गाडी लाएर। कति ठुलो गाई हो यो त? यो गाई हेर्नु कति ठुलो आमा उतो गाई। कति ठुलो गाई हेर्छ यहाँ आमा। यो गाईको जात के होला त? ल दामी आएको यार। यो कस्तो आएको यार। यो कस्तो आएको। अहिले म जिरी एयरपोर्टमा छु र जिरी टेक्निकल पढ्दै गर्दाका डिप्लोमा प्लान्ट साइन्स 4th ब्याच भेटको साथीहरू लगायत सम्पूर्णलाई जिरीबाट नमस्कार। सबैजनालाई सम्झिरहेछ। अब हामी एयरपोर्टबाट फर्किन लागेको छौँ। अब हामी
सैलुङ जानेछौँ। करिकोटमा खाना खायो। यहाँबाट अब हामी खरिडुङ्गातर्फ अगाडि बढ्नेछौँ। चलो चलो। मान्छेको बस्ती यो दोलखा जिल्लाको खरिडुङ्गा भन्ने ठाउँ हो। निकै सुन्दर देख्न सक्छौँ हामी यहाँ। यो चाहिँ दोलखा चरिकोट जाने बाटोमै पर्दछ। देख्न सक्छौँ हामी खरिडुङ्गा भन्ने ठाउँ। अब हामी सैलुङतर्फ अगाडि बढ्नेछौँ मोडे हुँदै। अहिले हामी मुडे बजार आइपुगेका छौँ। यहाँबाट अब हामी सैलुङतर्फ अगाडि बढेका छौँ। त्यो माथिल्लो बाटो चाहिँ चरिकोटबाट आउने बाटो हो भने तल्लो बाटो चाहिँ सैलुङबाट आउने बाटो हो।